कोदो यसको सेवन गरेपछि यो हाम्रो स्वास्थ्यको लागि राम्रो हो। तर के कारणले गर्दा राम्रो हो यसको बारेमा छोटो कुराकानी गर्दैछु। नमस्कार, म तपाईँहरूको फिजिसियन डाक्टर विवेक। सर्वप्रथम कोदोमा सुगर कन्टेन्ट कम छ, अर्थात् यसको ग्लाइसेमिक इन्डेक्स कम भएको कारणले गर्दा कोदोको सेवन गरेपछि सुगर स्पाइक हुन दिँदैन, जुन कारणले गर्दा मधुमेह लागेको व्यक्तिहरूको लागि यो एकदमै राम्रो हो। साथै कोदोको सेवन गर्दा यसले ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत पुर्याउँछ, किन भन्दा यसले ब्याड कोलेस्ट्रोल अर्थात् एलडिएललाई कम गर्न मद्दत पुर्याउँछ। अरू फाइदा जस्तै कि कोदोमा फाइबर कन्टेन्ट राम्रो छ र यो ग्लुटिन फ्री भएको कारणले गर्दा हाम्रो पेटको लागि अर्थात् गट हेल्थको लागि एकदमै राम्रो हो। कोदोमा भाइटामिन्स हुन्छ, मिनरल्स हुन्छ, जस्तै कि भाइटामिन बी हुन्छ, यसमा क्याल्सियम हुन्छ, यसमा म्याग्नेसियम हुन्छ, यसमा फस्फरस हुन्छ, यसमा आइरन पनि हुन्छ, जस कारणले गर्दा हाम्रो रोगसँग लड्न सक्ने क्षमताको वृद्धि हुन्छ। कोदोमा प्रोटिन पनि हुन्छ र विशेष गरेर पलिस्ड राइस भन्दा कोदोको प्रोटिनको मात्रा एकदमै राम्रो छ। हस्त आजलाई यति नै, धन्यवाद।